सहयोगीहरूको साथ छाड्ने, जनप्रतिनिधि भएर पनि जनताबीच नजाने, प्रश्नहरूबाट भाग्ने, आफूलाई आम मानिसभन्दा विशेष हो भन्ने इम्प्रेसन दिन आफ्नो कार्यालयमा आफ्नो लागि बेग्लै लिफ्ट र लाखौं खर्च गरेर आवास बनाउन लगाउने भनेर काठमाडौँका मेयर बालेन शाहको चर्चा हुन्छ। बालेनका सबल पक्षबारे हामीले विगतमा लामै चर्चा गरेका छौं, तर उनका दुर्बल पक्षहरू हेरेपछि धेरैले ठानेका थिए यस्तो एटिट्युडका मान्छेसँग रासोपाको एकता होला। आम अड्कलबाजी विपरीत लामै छलफलपछि रासोपा र बालेन शाह बीच 7 बुँदे सहमति भएको छ, जसमा बालेन रासोपाको तर्फबाट आगामी पार्लिमेन्टमा संसदीय दलको नेता बन्नेछन्। सोही पार्टीले सरकारको नेतृत्व गर्ने अवस्था उत्पन्न भयो भने रासोपाले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सार्नेछ। हालका लागि बालेनले उधारोमा सहमति गरेका हुन्, तर उनलाई संसदीय दलको नेता बनाउने भनेर गरेको सहमति चाहिँ नगदी नै हो। जनभावना हेर्दा बालेनले चुनाव जित्छन्। रासोपाको स्थिति 79 को भन्दा कति